धनको मुकुट दिएको छु, सही अंगीकारको मुकुट दिएको छु। धन्यवाद गर भइसक्यो, हुन सुरु गरिसक्यो। कसको द्वारा? पिता परमेश्वरको द्वारा। त्यसैले परमात्मा भन्नुहुन्छ हैन, मेरो वचनलाई सुनेर अघि बढ्छौ भने तिमीहरू अघि बढ्ने मध्येका हौ, तिमीहरू पछि हट्ने मध्येका होइनौ। तिमीहरूलाई मैले बढ्नको लागि बोलाएको छु, तिमीहरूलाई मैले आशिषको लागि बोलाएको छु। मैले जब तिमीलाई बोलाएँ मैले खाली हात पठाउने छैन। तिमी रुँदै आएका छौ, तिमी कष्ट मतलब समस्या बोकेर आएका छौ भने जस्तो आएका छौ त्यस्तै जाने छैनौ। रुँदै आएका छौ भने हाँस्दै जाने योग्य मैले बनाइसकेको छु। पीडित भएर आएका छौ भने स्वस्थ जीवन लिएर जाने योग्यको बनाएको छु। डरमा आएका थियो भने याबको आत्मामा, निर्डरको आत्मामा कष्ट त केही होइन रहेछ पिता, त्यो कष्ट भन्दा म ठुलो, म भन्दा हजुर ठुलो पिता। म डराउँदिन, म कमजोर हुन्न, म संसारको चीज वस्तुमा घुँडा टेक्दिन, म तपाईमै घुँडा टेक्छु, म तपाईमै मन दिन्छु, तपाईमै अडा रहन्छु, तपाईमै खडा रहन्छु। परमात्मा धन्यवाद गर्छु यसो मसीहको नाउँमा। दुःख परोस्, सुख परोस्, पीडा आओस्, कष्ट आओस्, जे आओस्, तर धन्य ईश्वर तपाईले मलाई छुटकारा गराइसक्नु भयो, तपाईले मलाई आशीर्वाद दिइसक्नु भयो, तपाईले मलाई चंगाई दिइसक्नु भयो, तपाईले मलाई सत्य बुद्धिबाट चलाइसक्नु भयो, सत्मार्ग भएर चलाइसक्नु भयो। धन्यवाद पिता येशू मसीहको नाउँमा। जब यो मन गर्छौं तत्पश्चात परमात्मा पिताजी भन्नुहुन्छ त्यसले उनीहरूको एउटै जरा र एउटै हाँगा पनि छोड्ने छैन। यो वचनमा मन लगाएर मन उठायौं भने हामीलाई कहाँ कसरी बिगारेको थियो शैतानले, त्यहीबाट जुन कुराबाट बिगारेको थियो त्यही कुराबाट सच्याएर उद्धार र आशीर्वाद कसले दिनुभयो? हाम्रा पिता परमेश्वरले दिइसक्नु भयो। धन्यवाद परमात्मा पिता, यो मेरो लागि हो, यो वचन मेरो लागि हो पिता। म तपाईमा छु र तपाई ममा हुनुहुन्छ, त्यहाँभन्दा बाहेक थर्ड पर्सन मेरो जीवनमा हुनै सक्दैन। तपाईको नजर, तपाईको दृष्टि, तपाईको आशीर्वाद मसँग छ र मेरो मन हजुरसँग छ पिता। त्यहाँभन्दा बाहिरी तत्त्वले यो जीवनमा काम गर्नै सक्दैन। यो जीवनमा त हजुरले कार्य गर्नु भएको छ। जब यो मन गर्छौं तत्पश्चात परमात्मा पिताजीले हामीले सोचेका, आँटेका, चिताएका, मनमा कल्पेका भन्दा पनि ठूला ठूला कार्यहरू गरेर देखाइसक्नु भएको छ, भइसकेको छ। धन्य ईश्वर येशू मसीहको नाउँमा। त्यसैले भन्नुभएको छ तर मेरो नाउँको आदर गर्ने तिमीहरू माथि चाहिँ, आदर गर्ने माथि, मन दिने माथि, विश्वास गर्ने माथि, सत्य मन बनाएर चल्नेहरू माथि, सत्य सोच अनुसार चल्नेहरू माथि, सत्य वचनलाई आफ्नो हृदयमा राखेर मुखबाट सत्य सत्य बोल्नेहरूको लागि परमात्मा भन्नुहुन्छ तर मेरो नाउँको आदर गर्ने तिमीहरू माथि चाहिँ धार्मिकताको सूर्य आफ्नो पखेटामा आरोग्यता लिएर उदाउनेछ, उदाइसकेको छ। जसरी घाम बिहान बिहान झुल्किँदै गरेको घाम मौसम राम्रो छ भने हेर्ने गर्नुहोस्, त्यो घाम उदाउँदाखेरि त्यो पखेटाहरू तल 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 कसरी पखेटा गराएर अनि आनन्दले माथि माथि गएको हुन्छ। घाम जति जति माथि जान्छ त्यति त्यति चर्किँदै जान्छ। त्यस्तै जति वचनमा गहिरिँदै जान्छौँ त्यति उन्नति आशीर्वाद हाम्रो जीवनमा सर्किँदै गएको हुन्छ। यो हो उन्नति। यस्तो यस्तो अभाइलेबल छ, उपलब्ध छ परमात्मामा, यस्तो उन्नति उपलब्ध छ परमात्मामा, यस्तो खुशी उपलब्ध छ परमात्मामा। अब यो परमात्माले उपलब्ध गराएको कुरालाई जसले टप टप टिपेर खाएर अनि मुखबाट बोल्न सुरु गर्नुहुन्छ उहाँको लागि उत्तम कुराको अभाव कहिल्यै पनि हुँदैन। उहाँको लागि उत्तम र आशीर्वाद कुरा परमेश्वर पिताले सधैँ बढाइरहनु भएको छ। हामी त्यस्ता सृष्टिको स्रोत परमात्मा पिताजीको सन्तान हौ। हामी डरका सन्तान होइनौँ, हामी दुष्टको दासी होइनौँ, हामी रोगको दासी होइनौँ। हामी परमेश्वरको वचनबाट चल्ने परमात्माको पवित्र अनि सारा समस्या सारा बन्धनबाट छुटकारा पाएका परमेश्वरका शक्तिशाली योद्धा सन्तान हौ। हामी सबैजना सन्तान हौ।
त्यसैले परमात्मा पिताजीलाई अनगिन्ती धन्यवाद गर्छु यीशु मसीहको नाउँमा र भन्नुभएको छ तर मेरो नाउँको आदर गर्ने तिमीहरूमाथि चाहिँ धार्मिकताको सूर्य आफ्ना पखेटामा आरोग्यता लिएर उदाउनेछ। हाम्रो भाग्य उदाएको छ सच्चाइमा आएपछि, हाम्रा उन्नति उदाएको छ सच्चाइमा आएपछि, यो वचन खाएपछि हाम्रो उन्नतिहरू आशीर्वादहरू चङ्गाई उदाएको छ हाम्रो जीवनमा। हिजोको दिनमा एकदमै सबैबाट हेलाको जीवन थियो भने आज सबैबाट उच्चको जीवन परमेश्वर पिताले उदयमान गराउनु भएको छ। हाम्रो उन्नति उदाएको छ, हाम्रा सम्पत्तिका मार्गहरू उदाएका छन्, हाम्रा चङ्गाईका मार्गहरू उदाएका छन्, हाम्रा शान्तिका मार्गहरू उदाएका छन्, हाम्रा धैर्यताको मार्गहरू उदाएका छन्, हाम्रा शक्तिका मार्गहरू उदाएका छन्, हाम्रा आनन्द र सधैँभरि कहिले पनि नष्ट नहुने शान्ति र आनन्दको आत्माको मार्गहरू पनि उदाएको छन्। धन्यवाद ईश्वर येशू मसीहको नाउँमा। परमेश्वर पिताले हाम्रो भाग्य उदय गर्नुभएको छ। हिजोको दिनमा त हामी केही समस्या लिएर जाँदा त अभागी भन्नुहुन्थ्यो, तर आज परमात्मा पिता भन्नुहुन्छ तिम्रो भाग्य चम्किएको छ, तिमी सौभाग्यशाली हौ, तिमी भाग्यमानी सन्तान हौ, तिमीसँग मेरो आत्मा छ। जब मेरो आत्मा तिमीसँग छ तब तिमी कमजोरमा छैनौ, तब तिमी डरमा छैनौ, तब तिमी ऋणमा छैनौ, तब तिमी कष्टमा छैनौ, तिमी त मेरो साथमा छौ, तिमी मेरो अङ्गमा छौ, तिमी मेरो सङ्गमा छौ। कसले भन्नुभएको छ त? हाम्रा पिता परमेश्वरले भन्नुभएको छ। त्यसैले भन्नुभएको छ अनि गोठलाई छोडेर निस्केका बादशाह जस्तै तिमीहरू चाहिँ बाहिर निस्कने छौ, दुष्टको बन्धनबाट, ऋणको बन्धनबाट, डरको बन्धनबाट, शङ्काको बन्धनबाट, चिन्ताको बन्धनबाट, रोगको बन्धनबाट, कष्टको बन्धनबाट र जति पनि अपमानको र अभिमानको जति पनि बन्धनबाट नि परमात्माले भन्नुभएको छ छुटकारा पाएका छौ। गोठलाई छोडेर निस्केका बादशाह जस्तै तिमीहरू एकदमै उत्साहित भएका छौ, खुसी भएका छौ, सबै मेरो भनेर उफ्रिँदै रमाउँदै एकदमै हर्षित हुँदै हिँड्ने योग्य मैले बनाएको छु। तिमी डरमा छैनौ, तिमीसँग मैले यो आनन्द यो शान्तिको आत्मा दिएको छु। सन्तान हृदयलाई खोल अनि यो वचनलाई धारण गर, यो वचनलाई भयमा खस्नै नदेऊ, टप टप टिप, मुखबाट सही कुरा बोल, जे चाहिएको छ त्यो पाएको बोल। संसारको अनुसार चाहिँ झुट बोलेको जस्तो लाग्छ, काम भएको छैन र पनि भयो भन्नु त झुटो बोल्या जस्तो लाग्छ नि, होइन? शैतानले के भन्छ भने अगाडि जे जे छ त्यही त्यही बोल, त्यो चाहिँ सत्य हो भन्छ शैतानले। परमात्मा पिता भन्नुहुन्छ जे तिमीहरूलाई चाहिएको कुरा अगाडि छैन त्यो चाहिँ पाइसकेको बोल अनि त्यो पाएको हुनेछौ भन्नुहुन्छ। यो हो तरिका सबैभन्दा ठुलो। जे अगाडि छैन, तपाईको अगाडि धन छैन भने धन छ बोल्न सुरु गर्नुस्, तपाईलाई धनी ईश्वरले बनाइसक्नुभयो। तपाईको अगाडि मतलब सङ्गाई छैन, अगाडि दुखिरहेको छ, अगाडि काहीँ खाइरहेको छ, एकदमै दुखी बनाइरहेको छ भने पनि तपाईँ त्यसैलाई बोल्नुभयो भने त्यो कुराबाट कहिले छुटकारा पाउनुहुन्न। तपाईको पेट दुखिरहेछ भने, पेट दुखिरहेछ भनिरहनु भयो भने त्यो दुखी नै रहनेछ। तपाईले जति उपचार गरे पनि हुनेवाला छैन। तर पेट दुखिरहेछ तर तपाईलाई त्यो निको हुन परेको छ भने मलाई पेट दुखेकै छैन, म त निको भइसकेँ। जब यो मन गर्छौँ तब परमात्माले के गर्नुहुन्छ? महिमा प्रकट गरिसक्नु भएको हुन्छ। त्यसैले जस्तै सूचनाले अस्ति ज्वरो आइराखेको थियो छोरी सूचनालाई, हुनुको त आमा गफ बेसी थाहै पाउन्न कि
人気ブランド公式店勢ぞろい。 तब महिमामा मतलब स्कुल नगएर महिमामा आएको थिइन्। धेरैजनाले सोध्नुभयो आज स्कुल किन नगएको भन्दा मलाई ज्वरो आएकै छैन त्यही भएर नगएको हो। यो भाषा हो के हैन? मलाई ज्वरो आएकै छैन, मलाई टाउको दुखेकै छैन, मलाई पेट दुखेकै छैन, त्यही भएर म आज स्कुल नगएको, महिमामा आएको अनि म ठिक भइसकेको छु। धन्यवाद ईश्वर येशू मसीहको नाउँमा हैन। चङ्गाई लिँदाखेरि पनि हामीले मलाई यहाँ दुख्या छ यसरी चङ्गाई दिनु नै, मलाई दुखिरहेको थियो चङ्गाई दिनुस्, अरू भागिसक्यो यो बोल्न सुरु गर्नुस् के चङ्गाउनु पर्यो भने पनि मलाई दुखिरहेछ चङ्गाएर पनि त्यो दुखाइ हट्दैन। जब निको भइसकेको बोल्नुहुन्छ, हाम्रो बोलीमा जीवन पनि छ, हाम्रो बोलीमा मृत्यु पनि छ। सबैभन्दा ठुलो यो बोलीलाई हामीले के गर्नुपर्छ? तह लाउनुपर्छ। तब जीवनलाई तह लगाउनुहुन्छ कसले? परमपिता परमेश्वरले। बोलीलाई तह लगाउने तरिका के हो त? यो वचनहरू भइरहेको वचन, वचन मात्रै बोल्नुहोस्। पिता परमेश्वरलाई यो मुख तपाईको भएर बोल्नेछु, यो मुखबाट गलत अंगीकार होइन, शैतान मेरो मुखबाट बोल्ने होइन। जति पनि दिनभरि बोली हुनेछ पिता, त्यो सबै बोली तपाईकै हुनेछ पिता। यो मुख पनि तपाईको हातमा छोडिदिए। पहिले मुखको लागि प्रार्थना गर्नुहोस्, तत्पश्चात परमेश्वर पिताले के गरिसक्नुभयो? हाम्रो लागि आशीर्वाद उद्धार गरिसक्नुभयो। धन्यवाद पिता येशू मसीहको नाउँमा। त्यसैले भन्नुभएको छ र परमात्माले भन्नुभएको छ, तर मेरो नाउँको आदर गर्ने तिमीहरू माथि चाहिँ धार्मिकताको सूर्य आफ्ना पखेटामा आरोग्यता लिएर उदाउनेछ, आनन्दले ढुक्कले उदाउनेछ। हाम्रा खुसीका जीवन पनि, आनन्दका जीवन पनि, शान्तिको जीवन पनि, स्वस्थ जीवनको जीवन पनि परमेश्वरले आनन्दले उदयमान गराएर स्वर्गको जीवनमा लन्च गराउनु भएको छ, स्वर्गको जीवनमा राख्नु भएको छ। हामी हारको सन्तान होइनौँ, हामी कमजोरको सन्तान होइनौँ, हामी डरको सन्तान होइनौँ, हामी परमेश्वरको सन्तान हौँ। जहाँ हामी छौँ त्यहाँ परमेश्वरले भन्नुभएको छ, जहाँ तिमी जानेछौ यसैले तिमीहरू नडराऊ, खुबै साहसी हौ। जहाँ तिमी जानेछौ त्यहाँ म रहनेछु। तिमीले धन्यवाद गर, भइसक्यो, हुन सुरु गरिसक्यो। कसको द्वारा? पिता परमेश्वरको द्वारा। त्यसैले भन्नुभएको छ, तब तिमीहरूले दुष्टहरूलाई खुट्टाले कुल्चनेछौ। जुन दिन म त्यो काम गर्छु त्यो दिन उनीहरू तिमीहरूका पैताला मुनि खरानी जस्तै हुनेछन्। सर्वशक्तिमान पिता परमेश्वरले भन्नुभएको छ। यो शब्द कसले भन्नुभएको छ? परमेश्वरले भन्नुभएको छ। कहिले मैले बताएका रिपोर्टले नै, कहिले मैले बताएका डाक्टरले नै, धामीले नै हैन, परिवारले नै, पुर्खाका कुराले पनि नै, अहिले भर्खरै परमेश्वरले भन्नुभएको छ, दुष्टको प्रतिफल देख्नेछौ, समस्यालाई पैतालाले लतार्नेछौ र समस्यालाई खरानी भइसक्यो। तिमीलाई मैले उद्धार गरेको छु। धन्य ईश्वर, उद्धार भइसके, छाङछुङ ठिक भइसक्नुभयो। सबै समस्याबाट, सबै कष्टबाट, सबै निन्दाबाट, सबै पीडाबाट तपाईँलाई परमात्मा पिताले छुटकारा गराइसक्नुभयो। धन्यवाद परमात्मा पिता येशू मसीहको नाउँमा हैन। त्यसै कारणले धन्यवाद गर्छु पितालाई येशू मसीहको नाउँमा। जति पनि वचन भए स्वयं परमात्मा पिता मेरो मुखलाई प्रयोग गर्नुभए, हामी सबैको लागि बताउनु भयो। यी सबै वचनहरू ग्यारेन्टी पुरा भइसक्यो। जसले टिपेर मुखबाट सही बोल्न सुरु गर्नुभयो, सही जीवन, उत्तम जीवन, व्यवस्थित जीवन ईश्वरले बनाइसक्नुभयो भन्दै धन्यवाद गर्छु परमात्मा पिताजीलाई। येशू मसीहको नाउँमा अनगिन्ती धन्यवाद गर्छु।